आज हामी होटल मेची ग्राउन्डमा जाँदैछौँ सबैजना साथीहरू। आज हामी होटल मेची ग्राउन्ड आएको छौँ साथीहरू मिलेर। सबैजना छ, पछाडि छ, यता दाजुहरू अगाडि छ। के भयो अरे मिता? के भयो अरे? ए होइन होइन, यसरी नै अब रेगुलर आयो भने त यो पनि हामीलाई अल्केनाइन जस्तै लाग्छ भने। ए हो नि हो नि। कहाँ हो भन्दाखेरि कति हो चिलाइसक्यो त्यहाँ। चिलाए केही छैन, टाइम पास भएन। खालि त्यही स्विमिङ पुलको छेउमा कफी, त्यो डिनर, लन्च वाक्कै लागिसक्यो है। एउटा त्यसकै खानु। सिलगढीतिर जाउँ उता अर्बिटमा। कुन दिनदेखि हामीलाई एचएमसी पनि अल्छी लाग्ने रहेछ। यस आफ्नो लोकल टुरिज्म, लोकल उयोलाई चाहिँ फोकस गर्नुपर्छ हामीले होइन। त्यही भएर बेला बखतमा यसो आएर यो चाहिँ रेस्टुरेन्ट त्यो रहेछ। आज हामी स्विमिङ पुलको छेउमा बसेर रमाइलो गर्नेछौँ कफी खाँदै। एचएमसी को स्विमिङ पुल छेउमा बसेर कफी खाँदै बस्नेछौँ। त्यही खाने हामी कापुचिनो त मोलेर। एउटा ग्रिन टी मेरो लागि हो। क्यापुचिनो अमेरिकानो तिनवटा। एउटा डोको हो, एउटा ग्रिन टी हो, एउटा ग्रिन टी, दुईटा क्यापुचिनो। ड्राईलाई सातवटा भयो हैन। अनि कुकिजहरु के छ ल्याउनु ल। जानुस् ल साथीहरू, हाम्रो कफी पनि आइसकेको छ। भित्र अफिसमा बसेको थिएँ क्या, त्यो एउटा कामले गर्दा बाहिर निस्केको थिएन। त्यसको बुढो पनि आएछ क्या, कोही छैन नि त केटाहरू। सबै छुट्टीमा के स्टार्टै यसलाई हान्न।
सुगर ल्याउँछ भने त ल्याउँदैछौ यो चाहिँ मेरो ग्रिन टी हो है यता केटाहरूले कफी खाँदैछ फिडब्याक दिन पाउनुहुन्छ एउटा 1000 डायमिटर हैन के हो फिडब्याक दिन पाइहाल्छ अनि के कफी राम्रो छैन चिया खाएको चिया हो यो कहाँ हो यो भन्नु न त भन्नु न फिडब्याक दिन यो चिया हो कि कफी हो भनेर हामी कन्फ्युज भएको छौँ साथीहरू हो कफी छ भन्दा छ भने जस्तो के कता कता एकदम लाइट रुपियाँ पनि छैन त्यस्तो एचएमसी को बेचत होला है बेचत होला छैन कफीको स्वादै छैन के कता तेरो चाहिँ कस्तो छ सिंगल शट भन्ने यो भएन है कफीको यस्तो तरिका भएन यो कफी छैन यार मलाई नेस्क्याफेको लाग्यो नेस्क्याफे भने कहाँ बोलाउँदा त्यो छैन नि यिनीहरूको मेसिनै कुन हो बहिनी यो सिङ्गल अमेरिकानोको चाहिँ एस्प्रेसो सिडकै हो कि नेस्क्याफेको हो एकदम लाइट भयो एकदम चाहिँ लाइट भयो ओभर लाइट भयो क्या होइन नेक्स्ट टाइमको लागि चाहिँ फिडब्याक मात्रै दिएको तिम्रो के ठिक छ चेन्ज गरिदिन्छ गर नि त चेन्ज गर्नु लाइट भयो अरे हौ धेरै गर्ने हो अहिले त खाइसक्यो कफीको टेस्ट कस्तो क्या दम छैन भन्दाखेरि म अब त्यसो नलिनु फिडब्याकको एउटा होइन म त नेस्क्याफे नै जुन नि राम्रो खालको नेस्क्याफे हुन्छ नि बिन्स त्यो नै युज गरेको छ ग्राउन्डेड बिन्स क्या नेस्क्याफे पनि त हुन्छ नि त्यही नै जस्तो लाग्छ हुन्छ सिस्टर मेरो चाहिँ कस्तो रहेछ हेरौँ एकछिन हेबिस्टरमा कफी बनाउनुपर्छ गणपति एल्केनान त योभन्दा 1000 टाइम बेटर हो के 1000 टाइम बेटर के हो हैन यो त्यही त मैले अघि देखेँ हो त्यही म त कस्तो म भित्राको चाल लायो मिसिनको उयो मिलाउनु नआएको कि होइन त्यो मिसिनको उयो बिहानको नास्ता ठिक छ नि बसेर अनि त्यो लेमन दिएको छ कफीमा लेमन दिन्छ होइन यसको ग्रिन टीको लागि ग्रिन टीमा कहाँ लेमन चाहिँ कसरी भयो ब्ल्याक टीमा पनि हाल्छ लेमन त्यही त तैले चाहिँ कहाँ हालेको त अब दिएपछि के गर्नु त युटिलाइज गर्नु परेन त्यही त दिएको छ अनि टी हो कि ग्रिन टी हो हनी पनि हनी पनि सबै हालिदिने ग्रिन टीलाई हट लेमन ग्रिन टी हाल्ने अब सबै सिकाउ रहेछ त्यो पनि हो अनि के गर्नु त अनि बोल दो ना जरा ग्रिन टीमा लेमन टी लेमन हालेर खान्छु भने कहाँ भेट्यो तर हामी कफी खान आएको नि होइन कफी त एल्केनान गणपतितिरै होइन त्यो के अरे बोटलियन त्यतिरै ठिक छ नि स्वादको हिसाबमा क्वालिटीको हिसाबमा त्यो दम यहाँ दम रहेन रहेछ मोटर लेन चल्दैछ के हो दादा तपाईँको यहाँ अलिक राम्रो यसो भनिदिनु न फिडब्याक दे तेरो सकिसक्यो खाइसकेस् मेरो त मैले त एक्सन गरेको नि यहाँ एचएमसीमा सबैजना कफी खानु आएको कफी पाराखीहरू आएको छ तर यहाँ कफी अलिक खल्लो भएर सबैले मन पराएको छैन यहाँ अलिअलि फिडब्याक दिँदैछ एनी सजेसन छ कुनै फर्दर ड्रिङ्क्सहरू हामी युज गर्न सजेसन दिनु न त अरू बिन्सहरू अब ट्राई गर्न आफ्नो मनपर्छ दसैँमा मासु खाँदा 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 छेरिन्जेल भएर अब त्यो मासुको तलतल मेटाउनुको लागि चाहिँ सबैजना हाम्रो केटाहरू अहिले उज्यालो छ एचएमसीमा कफी खानु आएको छ रिल्याक्स गर्नु आएको छ स्विमिङ पुलपट्टि बस्यो त यहाँ चाहिँ एउटा टिकटक गर्नुपर्ने भिडियो
सबैजना यहाँ कफी खाएर अब सेटिस भइसकेको छ। एचएमसीमा रिल्याक्स गर्नु आएको, कफी खानु आएको केटाहरू यहाँ टिकटक पो बनाउनु थालिसक्यो। टिकटक बनाएर मारो केटाहरूले बबाल टिकटक बनाउँदैछ त, नाची नाची घुमी घुमी। यो हाम्रो केटाहरू जो टिकटक बनाउँछ असाध्यै क्रेजी छ, त्यही भएर जहाँ पनि टिकटक बनाइरहन्छन्। एकदम राम्रो पनि बनाउँछन् है केटाहरूले। यहाँ निमा दाइले टिकटक बनाउँदै हुनुहुन्छ, यहाँ मेरो केटाहरूले टिकटक बनाउँदैछ। यता दुईजना सेपरेटमा टिकटक बनाउँदैछ, सल्लाह गर्दैछ कस्तो खालको बनाउने भनेर। यता स्विमिङ गर्ने चाहिँ विदेशी पाहुनाहरू हुन्, उहाँहरू चाहिँ स्विमिङ गर्दै हुनुहुन्छ, इन्डियाको होला जहाँसम्म मलाई लाग्छ। मौसम चिसो छ तर पनि पानीमा खेल्दै हुनुहुन्छ, रमाउँदै हुनुहुन्छ। टाढाबाट आउनुभएको होला सायद, त्यही भएर इन्जोय गर्दै हुनुहुन्छ। एचएमसीमा आज आएको हामी सबैजना आफ्नो तरिकाले बिजी छ। कोही टिकटक बनाउँदैछ, कोही के गर्दैछ, ऊ अर्कोले टिकटक बनाउनु उहाँ भन्दैछ परबाट। सबैजना हातमा मोबाइल बोकेर टिकटक बनाउनु। यसले एक्सन दिएको हुँदैछ, यसलाई बनाइदिएन, यसले एक्सन दिएको हुँदैछ। यहाँ हेर्नुहोस् कि केटाहरू मेरो मिताले यहाँ भिडियो बनाउँदैछ टिकटकको लागि। यहाँ राखिरहेको थिएँ अन्त टक्क आफै निस्क्यो अरे भनेर तैँले अर्को भिडियो जोड्छ होइन। आज सबैजनाले इन्जोय गर्दैछन्, साथीहरू एचएमसीमा आएर। मेरो केटाहरू त्यता इन्जोय गर्दैछन्, यता ब्रदरहरू इन्जोय गर्दै हुनुहुन्छ। सबैजना रमाइलो गर्दैछन् यहाँ आएर। अरे बाप रे भैया जी कहाँ से हो? कहाँ से? थोड़ा सा कहाँ से भैया जी? सिलिगुडी। ठिक है। अब हामी सबैजना यहाँबाट लाग्दैछौँ। कफी पनि खाइयो, टिकटक भिडियो पनि बनाइयो। अब हामी सबैजना लाग्दैछौँ घरतिर। टिकटक बनाउनु चाहिँ छोड्नु भएन है। जहाँ जहाँ पाइला जहाँ अड्किन्छ टिकटक बनाउनु चाहिँ नछोड्नु है केटा हो। अनि यहाँ मेरो साथी, अनि सोचमा छ मेरो साथी अहिले। ल हेर मेरो साथीलाई उभिनु धरि नआएर गाह्रो भयो। साथीहरू आजलाई यति नै, फेरि भेटौँला अर्को नेक्स्ट भिडियोमा। लाइक, सेयर अनि सब्सक्राइब पनि गरिदिनु होला। जय नेपाल, बाई बाई।